साथीहरु नमस्कार। ब्रेकिङ न्यूज है, ब्रेकिङ न्यूज। राजसभाले चाहिँ जति पनि राजनीतिक कोटाबाट नियुक्त भएका कर्मचारीहरु छन्, त्यो चाहे ब्याङ्क होस्, चाहे चाहिँ मालपोत कार्यालय होस्, चाहे अरू कार्यालय होस् हैन, चाहे ती राजदूतहरु 30 वटा देशका राजदूतहरु हुन् हैन, जोसुकै हुन् हैन, उनीहरुलाई चाहिँ राजीनामा दिनको लागि आग्रह गरेको छ। यदि उनीहरुले स्वतः राजीनामा नदिएमा राजसभाको सरकार बनेपछि निलम्बन गर्ने चेतावनी दिएको छ। साथीहरु, यति न्यूज आइसके पछाडि अहिले कर्मचारी तन्त्रमा महाभूकम्प आएको छ, हल्ली खल्ली मच्चिएको छ। साँच्चै राजसभाले सरकार नबनाउँदै एकदमै राम्रो कामको थालनी गरेको छ। सरकार बनेपछि के गर्छ त्यो हेर्न बाँकी छ। जे हुन्छ राम्रै हुन्छ। जति पनि राजनीतिक कोटाबाट गएकाहरूले अहिलेसम्म हैन एकदमै दुःख दिने, आफ्नो राजनीतिक दलहरूले भनेको मान्ने, अरूले भनेको नमान्ने गरेर यो कर्मचारी तन्त्र चाहिँ एकदमै हैन भद्रगोल अवस्थामा पुगेको थियो। लोकसेवा लडेर आएकाहरूले कतिले चान्स पाउँथेनन्, तर राजनीतिमा यसो घुसिएको, राजनीतिमा अलिकति सहयोग गरेकै भरमा राजनीतिक कोटाबाट धेरै कर्मचारीहरू नियुक्त हुन्थे। फाइनली यो चाहिँ अब खारेज हुने हैन भएको छ। लेट्स सी, हेरौँ के हुन्छ साथीहरू। अब चाहिँ बालेन सरकार, राजसभाको सरकार बनेपछि देशमा धेरै कुराहरू परिवर्तन हुनेवाला छ। बस हामीले राम्रो कामको तारिफ गरौँ, नराम्रो काम हुन्छ भने खबरदारी गरौँ। जय नेपाल।